Good afternoon, respected teachers and judges. We are happy to perform our project in front of you. And first of all, our project topic is RC tractor. And we are performing this topic. We have chosen this topic as our concept, as our project, and we are presenting this topic from Divya Jyoti English Secondary School. And my name is Rochak Paudel from grade 10. And these are my team members. His name is Prince Saha, he is from grade 8, and his name is Aisman Jeswal from grade 9. And we have taken the concept of RC tractor for the agriculture purpose and for the farmers. Nowadays, our country is the field of agriculture, and agriculture is the backbone of our country. First of all, I want to share a story, real life story between me. There was a three character, me, my grandfather, and my grandfather's friend. म चाहिँ गाउँ दसैँभन्दा अगाडि नै केही प्रब्लमले गर्दा चाहिँ गाउँ गएको थिएँ। त्यहाँ मेरो हजुरबा चाहिँ जस्तो सिचुएसनमा पनि दुःख खुसी हुँदा नि कहिले आएर चाहिँ आँसु चाहिँ आउँदैन थियो। तर हजुरबा चाहिँ हाम्रो हजुरबाको साथी चाहिँ किसानै हुनुहुन्थ्यो, फार्मिङ गर्नुहुन्थ्यो। डे बाई डे उहाँ सधैँ रात दिन काम गर्नुहुन्थ्यो। एक दिन चाहिँ हजुरबा र म त्यहाँ बसिरहेको छु, अनि उहाँको साथी चाहिँ काम गर्नु हुँदै थियो। अनि काम गरिरहेको बेला उहाँ 81 ढल्नुभयो। हजुरबा र म आत्तिँदै उहाँलाई लिने पिकअप गर्न गएँ, उहाँलाई लिएर हस्पिटल गएँ। उहाँलाई चाहिँ हेड स्ट्रोक भएर रहेछ। यो ग्लोबल वार्मिङ, यो त आमकरै हो नि त, ग्लोबल वार्मिङ नाउडेज कस्तो बढेको छ, ऱ्यापिडली बढेको छ। त्यसले गर्दा अनि त्यो बेला चाहिँ मैले आफ्नो ग्रान्डफादरको आँखामा फर्स्ट टाइम आँसु देख्दाखेरि मलाई मन कस्तो खायो। अब त्यही बेला चाहिँ मैले डिसाइड गरेको थिएँ, अब म चाहिँ के गर्छु, मेरो हजुरबाको साथीलाई मात्र होइन, मेरो कन्ट्री भन्ने हरेक इन्टरनेसनल रूपमै नै सबलाई हेल्प गरोस् भन्ने किसिमले म र मेरो टिममेट्सहरू भएर चाहिँ आरसी ट्र्याक्टरको निर्माण गरेको। सरी फर द स्ट्रक्चर। अब चाहिँ म मेरो टिम मेम्बर आयुष्मान भाइलाई चाहिँ यहाँ के युज भएको छ कन्सेप्ट यिनीहरूको बारेमा एक्सप्लेनेसन गर्न बोलाउन चाहन्छु। थ्याङ्क यू। आरसी ट्र्याक्टरमा चाहिँ सबभन्दा पहिला मेन चाहिँ यस आरसी ट्र्याक्टरको ब्रेन चाहिँ आर्डिउनो हो। यसले नै सिग्नल रिसिभ र सेन्ड गर्छ। त्यसपछि मोटर ड्राइभर, यसले मोटर्सहरूलाई कन्ट्रोल गर्छ र मोटर्सहरूमा कति पावर पठाउने र कुन मोटरले कहाँ मुभ गर्ने त्यो मोटर ड्राइभरले हेल्प गर्छ। र ब्लुटुथ सेन्सर नै छ। हाम्रो रिमोट नभएको मोबाइलमा ब्लुटुथ कनेक्ट गरेर हामीले मोबाइलको रिमोट कन्ट्रोलले आरसी ट्र्याक्टरले कन्ट्रोल गर्न सक्छौँ। र अल्ट्रासोनिक सेन्सर नै छ, जसले हाम्रो अगाडिको अब्जेक्ट डिटेक्ट गरेर इफ कोही मान्छे आइसकेको रुखहरू छन् भने अटोमेटिकली रुक्छन्। थ्याङ्क यू वान्स अगेन फर आइसमा। मेरो प्रोजेक्टमा चाहिँ मेन कम्पोनेन्ट्सहरू मेन चाहिँ छ हाम्रो बडी पार्ट चाहिँ चेसिस हो। चेसिस यो चाहिँ हाम्रो चाहिँ भन्नुपर्दा हामीले यो चाहिँ म्यानमेडै बाई गरेको हो, हामीले आफै चाहिँ बनाएनौँ, जुट्टा बोल्नु भएन नि त, किनेको। अनि यसबाट चाहिँ हाम्रो फर्स्ट कुरा हामीलाई चाहिँ यसमा धेरै प्रब्लम आयो। सुरुमा त ब्याट्री होल्डरमै 3 चोटि समस्या भयो। एकचोटि हामीले पोजिटिभ दुइटै वायरलाई जोडिदिउँ, त भुसबाट भयो, तिनैजना तर्छौँ। होइन, अहिले गिभअप गर्नुहुन्न, हामी फेरि उठ्नुपर्छ, फेरि ट्राई गर्नुपर्छ भने फेरि गऱ्यौँ। होल्डरमा फेरि एकचोटि धुलो पऱ्यो त पनि ब्याट्री होल्डर चाहिँ डेभलप गऱ्यौँ। त्यो पछाडि आयो आर्डिनो हुनु। यो चाहिँ भने भाइले यो चाहिँ ब्रेन हो। जस्तै ह्युमनको दिमाग छ भने हाम्रो आर्डिनो हुनु, यसमा आरसी ट्र्याक्टरको दिमाग चाहिँ आर्डिनो हुनु भयो। अब यसमा चाहिँ छ पल्टाउ त इन्ट्रोडक्सन। अब हजुरलाई इन्ट्रोडक्सन दिउँ है त आरसी ट्र्याक्टरको। एन आरसी रिमोट कन्ट्रोल ट्र्याक्टर इज अ स्मल स्केल मोडल अफ अ रियल ट्र्याक्टर द्याट इज अपरेट युजिङ अ मोबाइल कन्ट्रोल। तर झुटो बोल्दैन, हामीले चाहिँ यो ब्लुटुथ सेन्सरबाट गरेँ। तर यो रिमोट कन्ट्रोल गर्न छ भने चाहिँ त्यसको लागि चाहिँ वाइफाई उयो भन्ने चाहिँदो रहेछ। तर हामीले चाहिँ ब्लुटुथ मोडललाई नै बेस्ट मान्यौँ, किनकि वी डु नट ह्याभ अ ग्रेट टाइम। हाम्रो टुर थियो, त्यहाँ इक्जाम पनि भयो। दुइटै गर्दा नि हामीले 2 डेजमा कम्प्लिट गऱ्यौँ यो प्रोजेक्ट चाहिँ। अनि अब अझै फर द मोर एक्सप्लेनेसन आई वान्ट टु कल माई सबिनेट प्रिन्स। RC remote An RC remote controller, mobile controller tractor is a small scale model for a real tractor that is operated using a mobile controller. It demonstrates how modern technology can support agriculture by making farming tasks easier, faster, and more efficient. RC tractors can be used to do activities like logging, sowing seeds, spraying water, or parting.
pesticides and transporting small loads. They help students understand the importance of mechanism in farming and how machines reduce human labor. Through RC tractors, we can learn how technology saves time, increases productivity, and supports farming in agriculture practice. अब भन्यो होला यो त भाइ त अगाडि गयो यो हेरेर पढेर भने मात्र भने सोच्नु होला, तर यो चाहिँ हामीले सुरुमा चाहिँ त्यो ग्यादर इन्फर्मेसन हामीले जे आरसी ट्र्याक्टरको चाहिँ जे कन्सेप्ट हुन्छ त्यसलाई चाहिँ अहिले त जमाना जेनेरेसन भने यो अनलाइनबाट डिजिटल रूपमै हुन्छ, च्याट जिपिटी जिमी सब छ, तर यो एन्सर चाहिँ हामीले आफै कन्सेप्ट तिनैजना सम्झाउनु भयो कस्तो एन्सर लेख्दा चाहिँ सुहाउँछ होला भनेर चाहिँ यो आफ्नै एन्सर छ। अब अर्को छ हाम्रो फ्युचर इम्प्रुभमेन्ट। अब हामीले यो प्रोजेक्टलाई चाहिँ अझै भविष्यमा अझै के गर्न सक्छौँ राम्रो बनाउनलाई, यसको लागि चाहिँ सुरुमा छ हामीले चाहिँ यसमा सेन्सर अटोमेटिक मुभमेन्ट, यो अटोमेटिक चलाउनलाई नै एउटा सेन्सर पनि। तर एउटा कुरा भनौँ यो प्रोजेक्ट बनाइरहेकोले एउटा प्रब्लम पनि थियो हामीसँग चाहिँ, हामीले त्यो कोड हाल्दाखेरि यो आफै चलिदिन्छ क्या, हामीले न त्यो मोबाइलबाट कन्ट्रोल गर्दाखेरि पनि यो चाहिँ आफै चल्थ्यो, अगाडि जान्थ्यो पछाडि जान्थ्यो घुम्न थाल्थ्यो। त्यसैदेखि चाहिँ हामी एउटा टायर अगाडि घुम्ने एउटा टायर पछाडि घुम्ने फेरि गोलो घुम्ने भएको थियो, कोड रङ भएको थियो, त्यो नि सच्यायौँ। यस्तो प्रब्लम पनि फेस गऱ्यौँ। अब यस्तो प्रब्लम चाहिँ हामी जस्तो कसै स्टुडेन्टलाई नआओस् र हेल्प मिलोस् भनेर चाहिँ हामीले अब एउटा सेन्सर हाल्ने कि जसले चाहिँ अटोमेटिक मुभमेन्ट हामीले यस्तो गर्दा यो अगाडि बढ्छ, यो डिफ्रेन्ट टाइपको सेन्सर हुनसक्छ। अब अझै हामीले चाहिँ युज सोलर प्यानल, अब इको फ्रेन्डली त बन्नु पऱ्यो नि त, अब फार्मिङ ग्लोबल वार्मिङ कम गर्ने कुरा भएपछि अब सोलर प्यानलको अब हामी युज गर्ने, सूर्य एनर्जीको चाहिँ युज गर्ने। अब सुरुमा चाहिँ अब फिचर्स हाल्ने जस्तै सिड सोइङ, फर्टिलाइजर स्प्रेइङ एन्ड हार्भेस्टिङ, यस्तो टाइपको चाहिँ यसमा चाहिँ फिचर्सहरू चाहिँ डेभलप गर्ने। फ्युचर चाहिँ यसको चाहिँ ब्याट्री लाइफ हेरेर र मोटर पावरलाई चाहिँ अझै इन्क्रिज गर्ने हामी मोटरहरू डेभलप गर्छौँ, किनकि हाम्रो अलि फेज हो, हामी कहाँ बेसिक मान्छे भएर कहाँ उहाँ पुग्न सकिँदैन नि त, तर हामी बेसिक फेजदेखि इम्प्रुभ गर्दै चाहिँ माथि लान हाम्रो उयो हो। अर्को छ हाम्रो कनेक्ट विथ जिपिएस, जस्तै अब हामीले जिपिएस कनेक्ट गर्छौँ, अब केही प्रब्लम आइरह्यो भने हामीले जिपिएसको हेल्पबाट चाहिँ यसको लोकेसन हेर्न सक्छौँ, यसले के गरेको भनेर ट्र्याक गर्न सक्छौँ। जिपिएसको हेल्पले जुन एरियामा काम गर्नु छ होइन त्यो एरिया सेलेक्ट गरेर इन्स्ट्रक्सन दियो भने त्यो एरियामा मात्र काम हुन्छ, अर्को एरियामा जाँदैन ट्र्याक्टर, त्यसको लागि नि। अनि यसलाई मेक इट क्लोजर टु रियल ट्र्याक्टर्स, यसलाई चाहिँ अब यो त हामीले एउटा मोडल मात्र हो, तर हामीले चाहिँ यसलाई चाहिँ लुक पनि रियल ट्र्याक्टर जस्तै दिन खोज्छौँ हाम्रो फ्युचर इम्प्रुभमेन्टको लागि। अनि यो चाहिँ मोडर्न एग्रिकल्चरको लागि पनि हेल्प गर्छ। नेक्स्ट स्लाइड पल्टाउँदा सुरु छ, अब यो छ इट इज द मेन टपिक। मैले चाहिँ किन हामीले चाहिँ किन म त होइन नि त, यो हामी टिम हो, हामीले चाहिँ यो प्रोजेक्ट चाहिँ किन छान्यौँ त, हामीले चाहिँ यो प्रोजेक्टलाई छान्यौँ किनकि हामीले फार्मिङ एक्टिभिटिजलाई चाहिँ सजिलो बनाउन चाहन्छौँ क्या। आरसी ट्र्याक्टरको हेल्पबाट चाहिँ फार्मर्सहरूलाई चाहिँ दिनरात घाममा बसिकन यस्तो ग्लोबल वार्मिङमा उहाँहरूलाई त्यस्तो गरेर चाहिँ समस्यालाई चाहिँ हजुर यो खेतहरूमा काम गर्दाखेरि फार्मर्सहरूले जति इफिसियन्टली काम गर्नुहुन्छ त्यो रोबोट्सले त्योभन्दा राम्रो काम गर्छन् होइन, त्यसैले राम्रो काम पनि गर्छन्, तर मान्छेलाई अनि मान्छे आलसी भएपछि के काम यो भन्नु हो कि नै। अब फेरि अर्को छ टु लर्न हाउ मोडर्न टेक्नोलोजी हेल्प्स इन एग्रिकल्चर, यसले चाहिँ मोडर्न टेक्नोलोजी पनि कृषिमा चाहिँ हेल्प गर्दो रहेछ है भनेर चाहिँ हामीले चुजन गरेको यसलाई चाहिँ। अनि अर्को छ टु अन्डरस्ट्यान्ड द रोल अफ मसिन इन रिड्युसिङ फार्मर हार्ड वर्क। अब चाहिँ फार्मरले मात्रै कति दुःख दिने त, अब मान्छेले मात्रै कति दुःख दिने, आफ्नो बडीलाई मात्रै कति थकाउने त। अब हामीले यस्तो टेक्नोलोजीको युगमा आएपछि पनि हामीले कुनै टेक्नोलोजीको हेल्पबाट फार्मिङ गर्न सकिँदो रहेछ भन्नलाई। अर्को छ टु इन्करेज द इनोभेसन एन्ड प्रब्लम सल्भिङ, यो चाहिँ मेन पोइन्ट हो, किनभने यहाँ आविष्कार गरेको कुरालाई नै हामीले इन्करेज गर्नु पऱ्यो नि त। फार्मर्सहरूबाट नै एउटा चाहिँ एग्रिकल्चर भनेपछि त एउटा ब्याकबोन अफ कन्ट्री पनि हो, त्यसैले चाहिँ हामी चाहिँ इन्करेज इनोभेसनको लागि पनि यसलाई छानेका हौँ। र ब्याकबोन चाहिँ एग्रिकल्चर नै हो, किनकि नेपालमा अहिले धेरै डेभलपमेन्ट भएको छैन, अहिले धेरै गाउँ घरमा नि यहाँ पनि धेरै मान्छेहरू अहिले फार्मिङमा नै डिपेन्ड छन्, उनीहरूको हजुरआमा हजुरबुवा फादर्स इभन फादर्स पनि फार्मिङमै डिपेन्ड छन्, त्यसैले। अब अर्को छ हाम्रो चाहिँ टु सो हाउ टेक्नोलोजी क्यान मेक एग्रिकल्चर मोर एफिसियन्ट एन्ड सस्टेनेबल। सस्टेनेबल डेभलपमेन्ट भनेको दिगो विकास लामो समयसम्म टिकाइरहने। अब यसले चाहिँ पनि लामो समयसम्म नै यो हाम्रो आरसी ट्र्याक्टरले पनि लामो समयसम्म टिकाउन सक्छ है भनेर चाहिँ हामीले योलाई चाहिँ चुनेको। अर्को छ कन्क्लुजन भन्दा अगाडि चाहिँ एउटा भन्न मन लाग्यो एउटा टपिक
हामीले चाहिँ यो हामी रियालिटी नै भयो। अब हाम्रो भिलेजहरूमा पनि आजकल त यङ्स्टरहरू सबै विदेशै जाने प्रक्रिया छ। तर पनि अब हुनुभएको त्यहाँ गाउँमा हुनुभएको त्यहाँ हाम्रो हजुरबा जस्तो हजुरको हजुरबाहरू हुनुहुन्छ, त्यहाँ कति मिहिनेतले घाममा खुन पसिना बगाई काम गर्नुहुन्छ। तर उहाँहरूलाई पनि ओल्ड एजको लागि चाहिँ हेल्प होस्, अनि कुनै पनि हामी पनि यही हाम्रै देशमा बसेर एग्रिकल्चर फिल्डमै डेभलप गर्न सक्छौँ भनेर चाहिँ आरसी ट्र्याक्टरले चाहिँ इजी गरोस् भनेर चाहिँ डेभलप गरेको हो। अनि कन्क्लुजनभन्दा अगाडि चाहिँ सरी भन्न चाह्यौँ, यसलाई चाहिँ हामीले चलाएरै देखाउन सकेनौँ। हलो पनि हामीले यसको बेस पनि बनाएको थियौँ, एउटा गाउँकै रूपमा बनाएको थियौँ, त्यो पनि प्रेजेन्ट गर्न छैनौँ। हामी चाहिँ काम गर्दै थियौँ यसको, हामी चाहिँ त्यो कन्ट्रोल गर्ने मोबाइलमा चाहिँ एप डेभलप गर्दै थियौँ। तर त्यसमा चाहिँ केही इस्यु आयो, हाम्रो सबै यहाँ युज भएको सबै चाहिँ काम गर्न थाल्यो। तर त्यो त्यसमा चाहिँ त्यो कोडिङ पनि काम गर्यो, तर त्यो एप डेभलप गर्दाखेरि चाहिँ अलिक गाह्रो भयो, किनकि लर्निङ फेजमा छौँ। अब यही गल्तीलाई सुधार्छौँ अब हामी अर्को पालि चाहिँ। अब चाहिँ कन्क्लुजन भन प्रिन्स। In conclusion, this RC Tractors project shows how modern technology can support in agriculture and making farming easier and more efficient. Through this project, we learn the importance of mechanization, innovations, and smart farming practice. This RC Tractors demonstrates how machines can reduce human effort, save time, and increase productivity. It also helps us to understand basic concepts of science, engineering, and teamwork. Overall, this project highlights how technology can play a vital role in the future of agriculture and introduce new ideas for sustainable farming. Thank you. यो चाहिँ हाम्रो तर्फबाट चाहिँ थ्याङ्क यू सबलाई होइन, थ्याङ्क यू चाहिँ हामी मेरो कोडिङ लाइन भन्न चाहन्छौँ, किनकि हामीलाई यो अपर्च्युनिटीहरू चाहिँ प्रोभाइड गरिदिनु भयो, त्यसलाई धन्यवाद हाम्रोबाट। अब केही क्वाइरिज क्वेसन छ भने सोधिदिनु होला। मेरो कोडिङ क्लास, तयारी भविष्यको।